सबैलाई नमस्कार। सदा चाहिँ आज पनि मैले तपाईहरुलाई नयाँ क्लास लिएर आएको छु। हामीले अघिल्लो च्याप्टर 1 मा केही अभिवादन सम्बन्धी कुराहरू पढेका थियौं भने अब च्याप्टर 2 मा हामी बसाइका सामानहरू सम्बन्धी टपिक्सहरू पढ्ने छौं। अब यसको लागि म तपाईहरुसँग अनुमति माग्न चाहन्छु। अब क्लास सुरु गर्नुभन्दा अगाडि हाम्रो युट्युब च्यानललाई लाइक गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला, शेयर गरिदिनु होला। धन्यवाद। नमस्कार फेरि पनि। आज हामीले पढ्न गइरहेको टपिक छ सेङवाल योङफुम। है बसाइका आवश्यक सामानहरू। हेर्नुस् त यहाँ तपाईले पिक्चर पनि राम्रो देख्न सक्नुहुन्छ है। पिक्चरमा तपाईले यो कुरा के हो भनेर सोधेको छ। सिगेयो भनेको घडी हो। तपाईले यहाँ हेर्न सक्नुहुन्छ तल हामीले पढ्नुपर्ने कुरा। हामीले व्याकरणमा एयो र इएयो पढ्दै छौं जसको कारण हु हो हौ यस्ता कुराहरू हुन्छन् र इगा अनि एयो भनेको होइन। त्यसैगरी हामी भोक्याबुलरी हुन्छ नि औइहरुमा अफिसको सामान र बसाइका सामानहरू पढ्छौं र छङ्बो र मुन्वामा है कोरियामा सस्तोसँग बसाइको सामान खरिद गर्न सकिने टिप्सहरू यो के रहेछन् त्यो बारेमा पढ्छौं। कुराकानी 1 मा सामानको नाम सोधेर जवाफ दिने कुरा पढ्छौं र कुराकानी 2 मा निर्देशनद्वारा सोधेर जवाफ दिने कुरा हामी पढ्छौं। हामी नमस्कार। हेर्नु त हामी हेर्न सक्छौं यहाँ भोक्याबुलरीमा अफिसको सामानमा इगत भनेको यो कुरा, छगत भनेको त्यो कुरा, खुगत भनेको त्यो कुरा र मुवत अथवा मो भनेको के कुरा। त्यस्तै गरी तपाईहरुले केही यहाँ सामानहरुमा एनफिल भनेको पेन्सिल भइहाल्यो है, बलपेन बलपेन, खावी कैंची भइहाल्यो, खाल भनेको पेपर कटर भइहाल्यो है। सिगे घडी, थाल्यक पात्रो, कम्प्युटर भनेको कम्प्युटर, आङ्ग्यङ चस्मा। यसैगरी हिउँदे फोन अथवा हिउँदे छन्वा भनेको मोबाइल है, खेसाङ्गी भनेको क्याल्कुलेटर र खप भनेको कप। यो तल तपाईलाई सबै सम्बन्ध भएको कुरा लेख्न ओर्न सबै आइहाल्छ, यसमा समस्या भएन। ग्रामरमा यहाँ छ है, मुनपबमा इएयो र एयो हामीले अघिल्लो च्याप्टरमा पढेका थियौं। इदा इदाको तपाईले औपचारिकमा के हुन्थ्यो इम्निदा, तर यहाँ चाहिँ एयो र इएयो चाहिँ भवेलमा तपाईले एयो लाउनुहोस्, कन्सोनेन्टमा इएयो, जसको अर्थ हो हु हौ जे पनि हुन सक्छ। यहाँ हेर्न सक्नुहुन्छ खप इएयो कप हो। त्यस्तै गरी सिगेयो घडी हो। हेर्नु त इगन खेसाङ्गी एयो यो क्याल्कुलेटर हो। त्यसै गरी इगन आङ्ग्यङ एयो यो चाहिँ चस्मा हो। अनुनारा सारामी एयो कुन देशको मान्छे हुनुहुन्छ भनेर सोध्यो, भियतनाम सारामी एयो भियतनामको मान्छे। यसै गरी तपाईले यहाँ हेर्नु त एयो र इएयोलाई हामीले इम्निदा प्रयोग गर्दा भवेल र कन्सोनेन्ट हेर्न परेन। जस्तै फुअङजी भियतनामको साराम इम्निदा भनेको मान्छे हो है। अब तपाईले तल यो खाली ठाउँहरू सबै भर्न सकिहाल्नुहुन्छ। हेर्नु त जस्तै यहाँ तपाईलाई कुराकानी 1 मा छारा र युजिन बीच कुराकानी भइरहेछ। छाराले भन्नुहुन्छ युजिन सी इगन मोयो, युजिन जी यो कुरा के हो, थाल्य गियो पात्रो हो। त्यसै गरी छगन मोयो त्यो कुरा के हो, छगन सिगेयो त्यो चाहिँ घडी हो है। यसै गरी तपाईले सम्भावित 2टा क्वेशनहरु छन् यहाँ। इगन थाल्य गियो यो पात्रो हो भनेर सोध्यो। हेर्नु त है के रहेछ यो पात्रो रहेछ त, हजुर पात्रो थाल्य गियो। यसै गरी छगन मोयो त्यो कुरा के हो भन्छ, सिगेयो घडी हो। यहाँ इगन खुगन र छगन देख्न सक्नुहुन्छ। इगसनलाई इगन भनियो, खुगसनलाई खुगन भनियो, छगसनलाई के भनियो, छगन भनियो। त्यसै गरी इगसीलाई इगे, खुगसीलाई खुगे र छगसीलाई छगे। यो छोटकरी रूप हो। उदाहरणको लागि हेर्न सक्नुहुन्छ इगे हिउँदे फोन इएयो यो कुरा चाहिँ के हो, मोबाइल हो। लानु त यहाँ तपाईले उच्चारणमा हामीले उच्चारण सिकिसकेका छौं। एउटा उ भयो एउटा उ भयो। जस्तै खुरुम
खुने, खुदु र खुरिम, यसरी तपाईँले हेर्न सक्नुहुन्छ। अब शब्दावली 2 मा बसाइका सामानमा तपाईँलाई केही सामानहरू यहाँ दिएको छ। जस्तै युजी भन्नाले टोयलेट पेपर देख्न सक्नुहुन्छ। यल्स्वे खाजोक साजिन भनेको परिवारको फोटो। यक्पन पासपोर्ट। छिगाप भनेको पर्स भइहाल्यो। यल्से साँचो भइहाल्यो। खाबाङ झोला। उसान छाता। वाजाङफुम मेकअपको सामान। खौल ऐना। फित भनेको ब्रस भइहाल्यो, कपाल कोर्ने। फेके भनेको सिरानी भइहाल्यो र इबुल भनेको सिरक डस्ना भइहाल्यो। यहाँ तपाईँले यी कुराहरूको खाली ठाउँ भर्न सबै सकिहाल्नुहुन्छ। ग्रामरमा तपाईँले इगा आनिएयो हैन त, इगा आनिएयो भने पनि भयो, आनिम्निदा भने पनि भयो। यसमा तपाईँले आनिएयो मा चाहिँ तपाईँले पार्टिकल अनिवार्य लगाउनै पर्छ। इम्निदामा चाहिँ पार्टिकल लगाउनु पर्दैन थियो। जस्तै हेर्न सक्नुहुन्छ, छिगाबी आनिएयो त के पार्टिकल लाग्यो, इ। त्यसै गरी उइसागा आनिएयो डक्टर होइन, हेर्नु त आनिएयोमा हामीले के पार्टिकल लाग्यौँ, गा। त्यसै गरी छनन इन्दो सारामी आनिएयो, म इन्डोनेसियाको मान्छे होइन, यहाँ आनिएयोमा के विभक्ति लाग्यो, इ। कुगन युजिगा आनिएयो, त्यो टोयलेट पेपर होइन, हेर्नु त गा पार्टिकल लाग्यो। इगन युसुप्सी उसानिएयो, यो युसुप्जीको छाता हो भनेर सोध्यो, होइन युसुप्सी उसान आनिएयो, युसुप्जीको छाता होइन। यसै गरी तपाईँले यहाँ सबै कुरा भर्न सकिहाल्नुहुन्छ, समस्या भएन। कुराकानी 2 मा हेर्नु त, ट्र्याक 35 मा युसुफ र आगुङ बीच कुराकानी भइरहेछ। आगुङसी इगन माधु सिउई खाबाङिएयो, यो माधुजीको झोला हो भनेर सोध्यो। हजुर आनियो भनेको होइन, मेरो झोला होइन। इगन मोयो, यो कुरा के हो रे, माधु सिउई खाजोक साजिनियो, यो माधुजीको के रहेछ, परिवारको फोटो रहेछ। उही भनेको को भइहाल्यो, तर पनि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, छउईलाई छोटकरीमा हामीले छे भन्न सक्छौँ, नाउईलाई ने भन्न सक्छौँ र नौईलाई ने भन्न सक्छौँ। उदाहरणको लागि हेर्नुहोस्, इगन छे खुगन छे यल्सोयो, त्यो चाहिँ मेरो के हो, छाता हो, साँचो हो, सरी। अब एउटा तपाईँलाई महत्त्वपूर्ण अभिव्यक्ति छ, नेइल फेप्केस्मिदा, भोलि भेट्नेछु भन्ने है। यहाँ गा र ना बीच कुराकानी भइरहेछ। चिकम थोइगन आशयो, अहिले काम छुट्न लागेको, तपाईँ घर जान लाग्नु भएको हो, सोसिमेसा खायो, होसियार भएर जानुहोस् भन्यो। त्यो भनिसकेपछि दोस्रो पक्षले के भन्नु पर्यो, ने फान्जाङनिम हजुर क्याप्टेन, नेइल फेप्केस्मिदा, भोलि भेट्नेछु, सियु टुमरो, एकदमै युज हुन्छ है। अब तपाईँले मुन्वा र छङ्गो जानकारीमा कोरियामा आल्दो लागे भनेको सस्तोसँग, सेङवाल फिल्सुफुम बसाइको सामान, खुइ पानन खरिद गर्ने, टिप भनेको टिप्सहरू हेर्न सक्नुहुन्छ। हेर्नु त यहाँ तपाईँले चित्र पनि देख्न सक्नुहुन्छ डिस्काउन्टको। र हेर्नुहोस् है, म पढ्दै जान्छु, एकदम राम्ररी विचार गरेर हेर्नु होला। ठुला प्रकारका माटमा, थेयङ माथेसनन भनेको ठुला प्रकारका माटमा, छोङजोङ कहिलेकाहीँ 1+1 भनेर लेखिदिएको छ, भन्नाइको अर्थ बाई 1 गेट 1 फ्री। त्यसै गरी 2+1 भनेर लेखिदिएको छ, बाई 2 गेट 1 फ्री। अथवा छुमाल थुक्का सप्ताहन्तको विशेष जस्ता हारिनेङ्सा छुटका कार्यक्रमहरू यर आयोजना गरेर सिक्न्योफुम बुत्थ खानेकुराको सामानदेखि सेङवाल यङफुम काजी बसाइको सामानसम्म, थायाङान विभिन्न साङफुम सामान सागे सस्तोमा फान्मे आम्निदा बिक्री गरिन्छ। माथयसनन माटमा, नानुवा चुनन बाँडिदिने, छन्तान्जी भनेको पर्चा ब्रोसरलाई, ब्रोसर थोङ्गे मार्फत, हारिन साङफुम छुटको सामान तथा हारिन खुमेक छुटको रकम, छुछन साङफुम सिफारिस गरेको पुरस्कार इत्यादि। साङफुम भनेको पुरस्कार भन्नाले उपहार भइहाल्यो हो, इत्यादि। हारिन हेङ्साए ध्यान छुटको कार्यक्रमको बारेमा छङ्गो भनेको जानकारी प्राप्त गर्न सकिन्छ। फेरि एकचोटि हेर्नुहोस् त, ठुला प्रकारका माटमा कहिलेकाहीँ बाई 1 गेट 1 फ्री, त्यस्तै गरी बाई 2 गेट 1 फ्री, अथवा सप्ताहन्तको विशेष जस्ता छुटका कार्यक्रमहरू आयोजना गरेर
है खानेकुराको सामानदेखि बसाइको सामानसम्म विभिन्न सामान सस्तोमा बिक्री गरिन्छ। माटमा बाँडिदिने पर्चा मार्फत छुटका सामान, छुटको रकम र सिफारिस गरेको प्राइज होइन पुरस्कार इत्यादि छुटका कार्यक्रमको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ। यहाँ अङ्ग्रेजीमा पनि हेर्न सक्नुहुन्छ। तल हेर्नुहोस्, अनलाइन सपिङ मल अहिले एकदमै पपुलर भएको अनलाइन सपिङ मल छ। अनलाइनबाट तपाईँले सपिङ गर्ने कुरा सपिङ मल मार्फत पनि बसाइको सामान सस्तोमा खरिद गर्न सकिन्छ। अनलाइन सपिङ मोरे छ। अनलाइन सपिङ मलमा छङ्गी चग्रो नियमित रूपमा छुटका कार्यक्रमहरू गर्ने अथवा छुटका कुपन उपलब्ध गरिन्छ। यसलाई प्रयोग गरेर विशेष सामान सस्तोमा खरिद गर्ने अथवा थप छुट प्राप्त गर्न सकिन्छ। अनलाइन सपिङ मल मार्फत तपाईँले अहिले नियमित रूपमा छुटका कार्यक्रम, छुटका कुपनहरू उपलब्ध हुन्छन्। यसलाई प्रयोग गरेर विशेष सामान सस्तोमा खरिद गर्न अथवा थप छुट प्राप्त गर्न सक्नुहुन्छ। हेर्नु त अन्तिममा फेरि थाङ्गन भनेको फेरि गाजर भन्नु होला है, यो कुनै एप्सको नाम हो। थाङ्गन जस्ता एप मार्फत सेकेन्ड ह्यान्ड खरे भनेको कारोबार प्लेटफर्म मार्फत पनि बसाइको सामान सस्तोमा खरिद गर्न सकिन्छ। थारन सारामदोरी अरू मान्छेहरूले थइसाङ अझ माथि सायोङाजी हान्नन प्रयोग नगरेका सेङ्वाल योङफुम पुनमा नानिरा बसाइको सामान मात्र होइन, खाजन छेपुम भन्नाले पारिवारिक सामान, खागुए इरुगी काजी फर्निचरसम्म थायङान मुलगन विभिन्न सामान साल सुइसिनिदा किन्न सकिन्छ। इरान यस्तो चुङ्गो खरे फुलेत फोम थोङायो है सेकेन्ड ह्यान्डको कारोबारको प्लेटफर्म मार्फत छासिनी साइङेतन आफूले प्रयोग गरेको मुलगन सामान फाल्सुतो इस्मिदा बेच्न पनि सकिन्छ। प्लेटफर्म थोङान है प्लेटफर्म मार्फत चुङ्गो खरे सेकेन्ड ह्यान्ड कारोबार थेपुबुन अधिकांश खाथुन छियगे उस्तै क्षेत्रमा सानन बस्ने सारामदुल साइए मान्छेहरूको बिचमा चिक्कलले भनेको प्रत्यक्ष कारोबार मार्फत इरुवा जिम्निदा पुरा हुन्छ। भनेको अर्थ डेलिभरीहरू केही पनि हुँदैन, तपाईँले प्रत्यक्ष रूपमा किन्न र बेच्न सक्नुहुन्छ डाइरेक्टली है। यति भयो, छोटकरी मैले तपाईँलाई पढाएँ। यहाँ हेर्न सक्नुहुन्छ, सामानको नाम सोधेर जवाब दिन सक्नुहुन्छ, पक्का पनि। अफिसको सामान र बसाइको सामान सम्बन्धी शब्दावली बुझ्नुभयो। शिष्यहरू निर्देशनद्वारा सोधेर जवाब दिन सक्नुहुन्छ नि, समस्या भएन। हामीले ग्रामर पढ्यौँ, एयो इएयो भनेको हो र इगा अनि एयो भनेको होइन। सम्भावित केही रिडिङका क्वेसनहरूमा उसान छाता 4 नम्बर भइहाल्यो, एनफिल 3 नम्बर भइहाल्यो। हेर्नुहोस्, खाबाङ झोला, झोला भन्नाले देश होइन, यो के हो सामान हो है। अब अन्डरलाइन गरिएकोमा छिगाप नुन हुँदैन, छिगाप उन हुन्छ, किनभने छिगाप चाहिँ कन्सोनेन्ट इन्डिङ हो। थाल्यक ई हुन्छ त, थाल्यक ई। पात्रो पक्का हुन्छ, पात्रोमा कन्सोनेन्ट इन्डिङ भएकोले ई, पात्रो होइन। उत्तर 2 नम्बर। दोङसेङ गा हुन्छ त हुँदैन, भाइमा गा लाउन पाइँदैन, ई लाउनु पर्छ। यल्सोय उन हुँदैन, यल्सोय भवेल इन्डिङ भएकोले नुन लगाउनु पर्यो। अब हेर्नुहोस्, भर्खर पढाइसकेको यो छङ्गो भइहाल्यो। यहाँ 4वटा अप्सन छ। नम्बर 1, सेकेन्ड ह्यान्ड कारोबार प्लेटफर्मद्वारा नयाँ सामान किन्न सकिन्छ, पक्का पनि नयाँ सामान किन्न सकिन्छ। सेकेन्ड ह्यान्ड कारोबारको प्लेटफर्ममा फिसान खाद्यगी मूल्य महँगो मूल्यको सामानको कारोबार हुने हो त होइन। सेकेन्ड ह्यान्ड र सस्तो सामान आफूले किनेर बेचेका सामानहरू कारोबार हुने। सामान कारोबार गर्दा अधिकांश कुरियर प्रयोग गरेर सामान पाउने हो त होइन नि, प्रत्यक्ष कारोबार हुन्छ। र सेकेन्ड ह्यान्ड कारोबारको प्लेटफर्मबाट फर्निचर जस्ता सामान खरिद गर्न सकिँदैन त, पक्का पनि सकिन्छ। हामीले बसाइका सामान र फर्निचर जस्ता सामानहरू खरिद गर्न पाउँछौँ। लिसनिङ पनि तपाईँलाई यही छन्। तपाईँले बुझ्नु भएन भने सुनाइको जुन छ नि स्क्रिप्ट पत्रकथा यहाँ छ। 1 नम्बरमा केटाले भन्छ सिगे, 2 नम्बरमा केटीले भन्छ यो पात्रो हो, 3 नम्बरमा केटाले भन्छ इगन हिउँदे फोन यो मोबाइल हो भनेर सोध्छ, र 4 को सेम। यसै गरी तपाईँले सुनाइका संवादहरू पनि सुन्न सक्नुहुन्छ। यसै गरी तपाईँहरूलाई महत्त्वपूर्ण क्लासहरूको लागि हामीलाई फेरि पनि लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, सेयर गरिदिनुहोस्। हस्त धन्यवाद।